हेलो हेलो नमस्ते सबैजना। आज चाहिँ मैले घरमा मुला अचारको रेसिपी बनाएको छु। अनि यो चाहिँ मुला गाजर र खुर्सानीलाई मैले काटेर चाहिँ 2 दिनसम्म चाहिँ घाममा सुकाएको थिएँ। अनि त्यसपछि यसको लागि मसला रेडी चाहिँ तोरीलाई भुटेँ, अनि खुर्सानी, जिरा, धनिया, लसुन, यो चाहिँ हाम्रो मसला हो। अलि तोरीको ढुटो चाहिँ अचारमा अलि धेरै हालेपछि मिठो हुन्छ मुलाको अचारमा चाहिँ। स्वादअनुसार नुन, हजुरहरू चाहिँ तोरीको तेल हाल्नुहुन्छ, सनफ्लावर तेल हालेको बन्द क्याट भन्नु जाँदैन अनि अघिको मसला मसला हो बजारको सबै हालौँ? अचार मसला हुन्छ। धेरै नहाल्नु पुग्दैन। बन्धनतिर यसरी हाल्नु। अनि हाम्रो अचार चाहिँ अब मसला त्यसपछि एउटा जारमा सिसाको बोतल वा काँचको बोतलमा भरिदिनु हुन्छ। चाहिँ अलिक धेरै भरिहाल्नु हुँदैन, पातलो हुन्छ। तोरीको घरमा तेल हालेको छैन। अनि हाम्रो अचार चाहिँ बनेर रेडी